खोजेर त ल्याएको होइन त अनि बहिनीलाई भारी बोकाएर मैले बोकिरहेको छु दुवैजना बहिनी फेरि अनि त्यहाँदेखि अझै धेरै सामानहरू मैले अर्डर गरिराखेको छु ल्याउ लागेको नि हौ अनि यो फोहोर पानी हो यस्तो दामी दामी मैले ल्याएको छु सामानहरू तपाईँलाई देखाउनमा एकदमै धेरै एक्साइटेड छु धैर्य गर्नु होला जब म म्याङलुङदेखि इटरी आइपुगेपछि सबै हजुरहरूको हातमा दिनेछु है हेलो एभ्रिवान म चाहिँ अब साथीहरूसँग छुट्टेँ अबको यात्रा भनेको मेरो एक्लै रहनेछ यति धेरै सामान बोकेर अनि यहाँनिर चाहिँ अटोहरू पनि पाएन र एकछिनको लागि चाहिँ म मेरो घर जानुपर्नेछ आधी सामान चाहिँ साथीकोमा राखेर म चाहिँ जाँदैछु र इटरीबाट मेरो दिदीहरू आउँदै हुनुहुन्छ स्ट्यान्डमा आइसक्नु भएको छ म चाहिँ हतार जाँदैछु गाडी छुट्नेवाला छ भने चाहिँ यो चाहिँ मैले सब ढाकाको सर्टहरू लिइरहेको छु ढाकाको लुङ्गीहरू ढाकाको अब साडी त अभियसली भइहाल्छ अनि कोट बनाउने कपडाहरू त्यस्तै अनि मेरो साथी जनतालाई पर देख्दैछु अनि म चाहिँ यहाँ लिएर आउँदैछु ल यत्रो झोला बोकेर हिँडेको छ देखा मेरो झोला यहाँ कम त साह्रो परेन अझै सामान त उतै छ आधी त अनि यतै लिएर आइस् त अब यो आधी बाटोको अनि कता राख्नु त यसलाई कहाँ राख्नु यो बाटोमा आउँदा ठ्याकुरी टाकोमा पठाउनु भने नि टाढो छ मधेस नि केरा आयो म चाहिँ अहिले आइपुगेँ हाम्रो फेदाप गाउँपालिका औँसीडाँडा बजार अनि मेरो यात्रा चाहिँ हिजोदेखिको छ नि त अनि म चाहिँ एक दिन बसेँ म्याङलुङतिर बसेर डुलेर अनि हाम्रो परिवार पनि आउँदै हुनुहुन्थ्यो के अरे गाउँ जानको लागि थुप्रैजना सबैजना हाम्रो परिवारहरू आउँदै हुनुहुन्थ्यो अनि म पनि उहाँहरूसँग मिसेर म्याङलुङदेखि चाहिँ अब हाम्रो यात्रा भने गाउँतिरको छ